3, 2, 1. हेलो युथ लिडर्सहरू, आज हाम्रो टपिक चाहिँ असहज जवानहरूलाई पनि प्रेम गर्न सिक्नुहोस्। सबै जवानहरू सहज हुँदैनन्। कोही रुखो स्वभावका हुन्छन्, कोही अप्ठ्यारा हुन्छन्, कोही चाहिँ अगुवालाई आदर नगर्ने खालका हुन्छन्। तर तपाईँ र म जवान अगुवा भएको कारण हामीले यो कुरा बुझ्न आवश्यक छ कि एउटा मन दुखेको मानिसले अरूको पनि मन दुखाउन सक्छ। त्यसकारण परमेश्वरले हामीलाई जिम्मा दिएका मानिसहरू सबैजना सहज नहुन सक्छन्। ती सहज छैनन्, तर अब हामीले कसरी उनीहरूलाई सहायता गर्न सक्छौँ? यो चुनौती येशूसँग पनि थियो। आफूलाई धोका दिने पत्रुसलाई येशूले प्रेम गरिरहनु भयो र मृत्युपछि पुनरुत्थानमा पनि उहाँले आफ्नो प्रेम देखाउनु भयो। येशू ख्रीष्टलाई शङ्का गर्ने थुमालाई पनि उहाँले प्रेम देखाउनु भयो। अनि परमेश्वरले पनि हामीलाई त्यही पाइला पछ्याएको चाहनुहुन्छ। हामीले पनि अप्ठ्यारा मानिसहरूलाई प्रेम गरिरहन सकौँ। चुनौती यही छ कि परमेश्वरसँग सहायता मागौँ। परमेश्वर हामीलाई सहायता गर्नुहोस् ताकि हामी अप्ठ्यारा गाह्रा मानिसहरूलाई पनि तपाईँको दृष्टिले हेर्न सकौँ र प्रेम देखाउन सकौँ। परमेश्वरले यहाँहरूको सेवकाईमा आशिष दिनुभएको छ। थ्याङ्क यू। जय मसीह।